आज चाहिँ घरमा मम्मीको प्रेसर नाप्नको लागि यहाँनिर म यहाँनिर सबै कुरा सेटअप गर्दैछु। यो प्रेसर नाप्ने इन्स्ट्रुमेन्ट चाहिँ हाम्रो माथि दाइहरूको हो, अस्ति मैले झारेको थिएँ र यो प्रेसर नाप्नको निम्ति चाहिँ मैले यहाँनिर मम्मीलाई यहाँनिर के गर्नुपर्छ त मैले यहाँनिर सबै कुरा सामानहरू त्यो सबै सेटअप गर्दैछु। त्यस पछाडि मैले यहाँनिर सबै कुरा जोडिसकेपछि मैले यहाँनिर प्रेसर लिँदैछु। सुरुमा लिँदा अलिकति प्रेसर क्लियर देखाएन, फेरि यहाँनिर ट्राई गर्दैछु। त्यस पछाडि गर्दा गर्दा त्यहाँनिर प्रेसर चाहिँ बिस्तारै त्यहाँनिर यहाँनिर देखायो भनौँ न हैन। अलिकति हाम्रो मम्मीको चाहिँ थोरै प्रेसर थोरै हाई रहेछ, 130/80। नर्मली त्यतिको ठिकै भन्न मिल्छ। माथिको चाहिँ थोरै 120/80 हो भन्छन्, तर 130/80 पनि त्यस्तो हाई पनि होइन, नर्मल नै हो। र मम्मीले चाहिँ प्रेसरको दबाई खाँदै हुनुहुन्छ, लगभग 1 वर्ष हुन लाग्यो होला। पहिलेतिर मम्मीको प्रेसरको लेभल चाहिँ 200 माथि हुन्थ्यो क्या, त्यत्रो प्रेसर हुन्थ्यो र अहिले चाहिँ कन्टिन्यू प्रेसरको दबाई खाइरहनु भएको छ। र यो तरिका चाहिँ घरमै आएर चाहिँ एकदम सजिलो लाग्यो।